गिरिजी भूषा रन दिया बसा हाल देऊ लाम डुडोमा हजुर भयो भयो दूर सरसफाई कार्यक्रम भइरहेको छ र उतातिर देख्नुहुन्छ गाई गोरु घाँस खाइरहेका छन् भने यता चाहिँ दूर सरसफाई कार्यक्रम पानीको व्यवस्थापन गरिएको छ। सबैजना दर्शक मिल्ने यहाँ देख्न सक्नुहुन्छ चारोको व्यवस्था पनि गरिएको छ गाई गोरुलाई। र आजको दिन सोमबारको दिन राम्रो दिन पनि भन्नुपर्छ। आज शिवसेनाद्वारा यो कार्यक्रम चलाइएको हो। आज 7औं दिन पनि भन्नुपर्छ। यी हाम्रा प्रेमजी र विश्राम दाईले राम्रोसँग गाई गोरुको हेरचाह गरेका छन्। सबै गौशालाहरूमा अनुगमन गर्यौं, चारो हाल्यौं हामीले। यहाँ मोटा घाटा गाई गोरु सब राम्रा अवस्थामा छन्, कोही बिमारी पनि छैनन्, एकदम राम्रा तन्दुरुस्त छन्। राम्रोसँग हेरचाह गरेका छन् यी दुईजना हेरालाहरूले। एकदम हृदयदेखि धन्यवाद छ विश्राम दाई र प्रेम भाइलाई। हाम्रो एकदमै राम्रो काम गर्नुभएको छ। धन्यवाद। यो अब वडा नम्बर 5 मा पछि बोलिहाल्छ हो। सुरज त्यो पानी पनि चलाइदे बेटा। एकचोटि लाइभमा र हाम्रो भेटनरी सर पनि आइसक्नु भएको छ आज। भएको दुईटा साना फाल, एउटा ठुलो वहाँ 4 मा, एउटा ठुलो 5 मा। माछा त घुमा बोले घुमा बस हाल्ने गाउँडा। अब यो लाउ फाल्ने हैन।
सुटलो रहेछ यो त जनाचे च्याको च्याको काटेर हुन्थ्यो का हामीसित कहाँ जनाचे आउने हो यहाँ गोर्खालाई थप दिँदैन मलाई तिनवटा गोर्खालाई शीतललाई मस्त हेरेला यसको शक्ति उसको बत्ती दोनों सक्छ खाऊ यसको नगर्दैन सबैले खाऊ आफूले उठाएको यता ल्याउनु खोटाएको गाई गोरु खुसी भयो जम्मा खानु क्या इटिङ मैं तो वीडियो में आउन चाहन्न अरे एउटा मान्छे भित्र जानु पर्छ ओ जाउनु यताबाट जा कपुर जाउनु बाटो खिच्दै गाई गोरु ऊ यहाँबाट अगाडिको बाटो लास्ट बन्दला